आज म पहिलो पटक काफलको बुटो मैले पहिलो पटक देखेँ। सम्पूर्ण नमस्कार सेवाहरू है। हामी चाहिँ आज बिहान लगभग 7 बजी नै इटरी आइपुगेको है। हाम्रो कलेक्सन एकदमै धेरै हुन्छ यहाँहरूलाई मैले भन्ने गरेकी नै छु है। सो अहिले चाहिँ 12 बजिसक्यो है। अब अन्तिम चरणमा छौँ है। हामी सुरुमा स्टार्टिङमा सङ्गीत चोक आउँछौँ। सङ्गीत चोकबाट जनता गल्लीमा आउँछौँ। जनता गल्लीमा आएर विराटनगर लाइनमा आउँछौँ है। अनि त्यहाँबाट फेरि अब हामी लोकल आइटममा बिपी चोक लाइनमा जान्छौँ, विराटनगर लाइनमा जान्छौँ है। हाम्रोमा सम्पूर्ण मिक्स आइटम हरेक दिन महिनाको 30 दिनमा 30 दिन 5 बोरादेखि लिएर 6 बोरा आउने गर्दछ है। यहाँहरूलाई सम्पूर्ण एकको भिडियो पस्केर दिन म सक्दिनँ। धेरैजनाले भन्नुहुन्छ दिदी भिडियो राख्नुहोस् न भनेर म्यासेजमा है, वाट्सएपमा इन्स्टामा। मसँग या हामीसँग सम्राट सर मसँग समय एकदमै कम हुन्छ। यहाँहरूलाई मैले बार भन्ने गरेकी छु है। तपाईहरु आफै सम्झिनुहोस् न है। बिहान हामी 6 बजी घरबाट होलसेल लाग्छौँ। 6 बजी लागेपछि 7 बजी आइपुग्छौँ इटरी है। कलेक्सन एकदमै धेरै हुन्छ है। मेरो फेन्सी पसलको लगायत भानु पसलको, भानु चोक पसलको कलेक्सन एकदमै धेरै हुन्छ। अनि अब हामी कलेक्सन गर्दै जाँदाखेरि है अब 12 बज्यो है। अब अझै हाम्रो अन्तिम चरणमा छौँ। अझै हाम्रो आधी घण्टा समथिङ लाग्छ यहाँनिर है। सो 12:30-1 बज्छ यहाँबाट हाम्रो धरान हिँडाइ। अनि 2-2:30 बजी पुगिन्छ। 2-2:30 बजी पुगेपछि है जुन मेरो सब्जी मण्डीको फेन्सी पसलमा बोरा चढाउँदै मलाई पर्खेर बस्नुहुने एकदमै धेरै मेरो शुभचिन्तक, मेरो प्यारो ग्राहकहरू हुनुहुन्छ है। बोरा खोल्दा चल्ला र बिल्ला, खत्रङ र मुज्रुङ, यता र उता ताना र माना हुन्छ। विशेष म जुनै आइटम पनि क्वान्टिटीमा ल्याउँछु है। क्वान्टिटीमा नै ल्याउने गर्दछु। तर पनि एकदमै धेरै मेरो कस्टमर हुनुहुन्छ। एकदमै धेरै मलाई माया गर्ने मेरो कस्टमर हुनुहुन्छ भगवान रूपी। सो त्यही भएर हाम्रोमा विशेष मेरो 100 पिस, 200 पिस, 250 पिस, थोरैमा पनि 70-80 पिस आउँछ जुन आइटम ल्याए पनि है। तर पनि अब कस्तो हुन्छ भने 100 पिस ल्याए भने मेरो 100 जना कस्टमर त निश्चयसरी है एकदमै निश्चयसरी आउनुहुन्छ। सो त्यही भएर चाहिँ मेरोमा अलिक चाँडै नै सामान सकिन्छ है। कतिजना धेरै टाढाबाट आउनुहुन्छ, फर्किनुहुन्छ। यसको लागि आई एम सो सरी है। विशेष धेरै टाढाबाट आउँदै हुनुहुन्छ भने कल गरेर आउनुहोला। अहिले चाहिँ मैले चाहिँ मेरो नम्बर होइन, मेरो स्टाफको नम्बर मैले राख्ने गरेको छु। किनकि मेरो नम्बर चाहिँ अलिकति बिजी भएर मैले रिसिभ गर्न सकिनँ भने यहाँहरू रिसाउनुहुन्छ। सो त्यही भएर मेरो स्टाफको नम्बर राख्ने गरेको छु। त्यहीँ कल गरेर आउन सक्नुहुनेछ। र यहाँहरूलाई कोही कसैलाई त है 10वटा, 12वटा, 8वटा, 7वटा एकै खालको ग्रुपिङमा घुम्न जाँदा लाउँछु दिदी चाहियो भन्ने पनि हुनुहुन्छ। उहाँहरूको लागि पनि मेरो एउटा आइटम, एउटा कलर म्याक्सिमम 50वटा समथिङ आउँछ। तर फरक यति नै हो, अलिक छिटो सकिन्छ है। अलिक धेरै बाक्लो नै मेरोमा कस्टमर लाग्छन् है। त्यसैले गर्दाखेरि तपाईहरुलाई एउटै खालको लाउने, एउटै खालको चाहिएको छ 10वटा 12वटा हो भने अग्रिम नै बुक गर्न सक्नुहुन्छ। र अर्को कुरा हाम्रो चाहिँ कस्तो हुन्छ भने हाम्रोमा चाहिँ एकदम त्यो लटको सामान अनि साह्रै लोकल सामान पनि हुँदैन। र कुनै सस्तो खोज्नेलाई चाहिँ म थोरै लोकल पनि ल्याउने गर्दछु। जस्तै जिन्सको सेटमा हाफ प्यान्ट सेटमा 3 खालको आएको छ। एउटा काठमाडौँ फिटिङ, एउटा चाइना फिटिङ, अनि एउटा चाहिँ यिनीहरू इटरीको लोकल गार्मेन्ट फिटिङ छ है। त्यसमा पनि तपाईहरुले कस्तो चाहनुहुन्छ है। लोकल काठमाडौँ फिटिङ हो भने तपाईलाई 950 सम्ममा दिन सक्छु जिन्सको हाफ प्यान्ट सेट। अनि चाइनिजमा हो भने तपाईलाई 1500 सम्ममा आउँछ, 1500-1600 सम्ममा। अनि लोकल गार्मेन्ट फिटिङ हो भने तपाईलाई 900-850 सम्ममा दिन सक्छु। साइज चाहिँ फ्री साइज हुन्छ। 90, 95, 85 केजीलाई चाहिँ हुँदैन। 50 केजीदेखि लिएर 50 केजीदेखि लिएर समथिङ 60, 70, 75 केजीसम्मलाई चाहिँ मजाले कभरेज गर्छ है। र त्यस्तै जामा आइटम है,
जामा आइटम हामीसँग म्याक्सिमम 250 देखिको है 3500 4000 3500सम्मको जामा पाउन सक्नुहुनेछ। कसरी भन्नुहुन्छ 3500 को भनेपछि चाहिँ है तपाईसँग एकदमै कोहीसँग जुत्दैन, कोहीसँग एकदम ढुक्क हुनुहोस् है। त्यो आइटम तपाईले लाएर हिँड्दाखेरि वाओ मेरो मैले मात्रै लाएको छु वाओ भन्ने कन्सेप्ट हुन्छ तपाईहरुलाई है। लाइसकेपछि यता पनि हिँडेपछि यता पनि जुत्ने यता पनि जुत्ने यता पनि आफूले लाइरहेको देख्यो भने अलिकति मन पनि कस्तो हुन्छ हैन, मन पनि कस्तो हुन्छ। सो त्यही भएर एकदमै ब्रान्ड पनि राम्रो है, सबै कुरा राम्रो हुन्छ। सो तपाईहरु सम्राट सिन्धु भाइरल पसलमा आउँदाखेरि सस्तो महँगो जस्तो आइटमको लागि पनि टेन्सन नगरी आउनुहोस्, तपाईहरु फर्किन सक्नुहुने छैन। जस्तै हामीसँग घरमा बस्दा या चोकसोकमा जाँदा लाउने 250 को एकदमै ओभर साइजको सुरुवालहरु पनि पाउन सक्नुहुनेछ। भेस्टहरु पनि 400 को जोडी पनि पाउन सक्नुहुनेछ, 70-80 केजी सम्म लाउने है। अनि त्यस्तै फेन्सीमै भेस्टहरु 500 सम्मको 300 सम्मको टप्सहरु जस्तै थाइल्यान्ड कुर्ती राउन्डिङ गोलो भएको कुर्तीहरु पाउन सक्नुहुनेछ 400 500 600 सम्ममा। क्वालिटी एकदमै राम्रो हुन्छ, तपाईहरु आएर बुझ्नुहोस् है। 100% हाम्रोमा लोकल चाहिँ मैले राख्नै पर्छ, म राख्दिन चाहिँ भन्दिनँ है, म त्यस्तो गफ चाहिँ लाउँदिनँ है। तर पनि थोरै मैले लोकल पनि राख्नुपर्छ, किनकि हामीलाई सस्तो आइटम पनि चाहिन्छ घरमा बस्दा है। त्यही भएर अहिले चाहिँ धेरै भानुचोकको हाम्रो कस्टमरहरु चाहिँ है धेरै टाढाबाट आउनुहुन्छ। हाम्रो पसल चाहिँ उता चाहिँ बेलुका मात्रै खोल्छ। सो त्यही भएर हामीलाई टाइमले पुग्दैन भन्नेहरुको लागि मैले धेरै नै लोकल आइटम हाल्न थालेको छु है। तर राम्रै हुन्छ, जस घरमा बस्दा चाहिँ एकदम राम्रो नै हुन्छ। तपाईहरु सम्राट सिन्धु पसलमा आउँदाखेरि कुनै पनि मनमा ढुकछुक नगरी आउनु होला, जस्तो आइटम पनि पाउन सक्नुहुनेछ। 90 केजी 95 केजीलाई जामा आइटम भयो, सेट आइटम भयो, सम्पूर्ण मिक्स आइटम तपाईले ढुक्कसँगले आएर लान सक्नुहुनेछ। थ्यांक यू सेवारो।